सर्वप्रथम सबैजनालाई नमस्कार। झोरालाङ आज पनि सदाको झै न्युज अपडेट लिएर उठ्दै भइसकेको छु। स्वीकार्नुहोस् मुख्य समाचारबाट। महिला केन्द्रीय चेपाङ सङ्घमा सर्वसहमत कमला चेपाङ अध्यक्ष पदमा चयन र हर्क रवि दुवैजना आफ्नो पार्टी बनाउँदै बाघ बनेर निस्किँदै सडकमा। अब सुन्नुहोस् समाचार विस्तारमा। राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको उपाध्यक्ष समेत रहनुभएका कमला चेपाङ नेपाल चेपाङ महिला सङ्घको केन्द्रीय अध्यक्ष पदमा सर्वसहमत चयन हुनुभएको छ र त्यसै गरी 2084 नजिकै गर्दा हर्क र रविको होडबाजी चल्दै जिल्लामा आफ्नो पार्टीको सुशासन तीव्र गतिमा प्रचार प्रसार लागिँदै गरिँदै र रवि कारागारबाट धरोतीमा छुटिएसँगै वात्तै रवि पक्षको क्रेज पनि एमालेको भन्दा दोब्बर तेब्बरले समर्थन गर्दै हुन्छ। आजको समाचार यति नै। बाँकी अर्को अपडेटमा भेटौँला। सबैजनालाई नमस्कार। झोरालाङ।